सरकारले जे नियम गरेछ त्यसलाई फलो गर्नुस् न तपाईले। हामी चाहिँ त्यही भन्छौँ सरकारको जुन अनुसार छ सरकारले जनतालाई गरिदिनु जति दिन्छ त्यति मात्रै दिनुस् तपाईले। त्यहाँदेखि बेसी पनि नदिनुस् कम्ती पनि नदिनुस्, मिलाएर पनि नदिनुस् तपाईले। बुझ्नुभयो? सरकारले जति दिन्छ त्यति मात्रै दिनुस्। मेरो चाहिँ भनाइ चाहिँ त्यो चारवटा कोदा त कम्ती भयो नि त। तिम्रो फोन नम्बर छ? फोनमा मेसेज आयो? यहाँ सुन्नुहोस् न, तपाईँले 4जना डिजिटल कार्ड छ अरे तपाईँ रासन डिलर है? 4जना डिजिटल कार्ड छ भने कति किलो चामल दिनुहुन्छ? आटा कति? 14। अन्त फेरि कतिवटा आटा देख्छ भने देखो त 9वटा देख्छ। देखो त भाइ। तपाईले दिनुभएको यहाँ मलाई पुरा कम्प्लेन आउँदैछ लप्चुबाट। हेर्नु अब पर्खिनु म फोन गरेर सोध्दैछु ल। यसो गर्नुहोस्, यहाँ सुन्नुहोस्, तपाईँले बिल पनि देख्छ न होला? बिल पाउँछ तिमीले? बिल देख्छ भाइहरु? नदिनु चाहिँ कानुनी जुरुम हो। मैले भन्दैछु बारम्बार, यसमा तपाईँलाई केस पनि हुन्छ। यो उपभोक्ताले केस गर्यो भने तपाईँलाई केस पनि लाग्छ। तपाईँले जति खानुपर्छ त्यो जम्मै निकाल्नुपर्छ तपाईँले। हिजो तिमीहरूलाई सुरेन्द्र भाइले कतिजनाको कति प्याकेट दियो? 15 प्याकेट। अन्त तपाईँ चामल कति खानु हुँदैछ भने 36 जनाको? 33 र 21 जोड्दाखेरि तपाईँको 45 किलो चामल, 45 केजी 44 किलो कति हुन्छ भाइ? 54 किलो चामल, 54 किलो चामल। 54 केजी चामलमा त त्यो छोडिदिनुहोस्, त्यो सबैले यता लान्छु यता। सरकारले जे नियम गरेछ त्यसलाई फलो गर्नुहोस् न तपाईले। हामी चाहिँ त्यही भन्छौँ सरकारको जुन अनुसार छ सरकारले जनतालाई गरिदिनु जति दिन्छ त्यति मात्रै दिनुस् तपाईले। त्यहाँदेखि बेसी पनि नदिनुस् कम्ती पनि नदिनुस्, मिलाएर पनि नदिनुस् तपाईले। बुझ्नुभयो? सरकारले जति दिन्छ त्यति मात्रै दिनुस्। मेरो चाहिँ भनाइ चाहिँ त्यो छ। तपाईहरुको उयो गर तिमी त्यसो गर्नु कता लाग्नु पर्यो त? निकाल्नु त कतिवटा देख्छ? लु 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 यो निकाल त भाइ। आउ त। किलो चामल हुनु पर्यो। अन्त आटा हुनु पर्यो। अन्त तपाईले हेर्नु सुनिलको त धरी रासिन 15 केजी आटा दिँदै रहेछ तपाईले हैन? है चामल तपाईले अन्त कति केजी दिए अरे? 18 के कति केजी दिन्छ? 38 किलो दिन्छ। तपाईले अन्त यत्रो जनाको चामल खाइराख्नुहुन्छ। उनीहरुको परिवार कति जना भन्नु त सुनिलको घरको? कुन चाहिँ गाउँ हो यो? कोटी गाउँ। लप्चू कोटी गाउँमा आएको थिएँ दोकान डाँडा। किनभने यहाँ धेरै कम्प्लेनहरू आएर यहाँ दाजुको जग्गामा आएको थिएँ। अनि यहाँ बिल रासन अलिक कम्ती नै थियो रहेछ र दाजुले भनेको छ अब आउँदो रासनमा चाहिँ, किन योपालि पुरा सर्टेज थियो रासन कम्ती आएको थियो भन्दैछ। आउँदो उसमा चाहिँ सबैलाई राम्रो स्केलमा बिल पनि प्रोभाइड गरिदिन्छु भन्दैछ होइन? अन्त यति हो। र यदि जति पनि एमआरएफ दोकान हुन्छ तपाईँले बिल चाहिँ कम्पलसरी प्रोभाइड गर्नुपर्छ। त्यो बिलमा चाहिँ तपाईँको जनताको स्केल हुन्छ, कति पाउँछ के पाउँछ। अनि रासन पनि राम्रोसँगले दिने म यहाँबाट नम्बर दिनु गर्दैछु। आज यहाँ लप्चूमा छु, भोलि मेरो कालिम्पोङ छ होला, काई साइड कहाँ हुन्छ भोलि पनि म हिँड्नेछु र जहाँ जहाँ यस्तो कम्प्लेन छ म त्यहीँ पुग्नेछु। यति भन्नु चाहन्छु। तपाईले 5 जनाको रासन चाहिँ त्यत्रो कम्ती दिनुहुँदैछ भाइ? 4 देख्छ। 9वटा देख्छ? 9वटा देख्छ। 9 10 होइन यो त यहीँबाट निकालेको 9वटै हो। यहाँबाट निकालेको कि होइन? उयो चामल पनि त तौलिनु पर्यो नि त अन्त फेरि। चामल पनि 26 किलो मात्रै छ भनेको होइन? 32 किलो हुनु पर्ने हो नि त। ल 2 किलो हामी त उयो घर कम्प्लिट पुरायो कि के घर तपाईको सस्पेन्ड हुन्छ। तपाई साच्चै भनेको सरकारले जति उयो चालु उयो जति गर्छ त्यो अब तपाईहरुको तिमीहरुको आफ्नो किन अहिले पुरा चेकिङ हुन्छ अलिक त्यति नै थाहा हो। केही भयो भने यहाँ हाम्रो नम्बर उयो छ, नम्बर छ, दिदीको नम्बर छ भने कल गरिहाल्नु हो। यहाँ भाइको भाइलाई 6 नम्बर दिएको छु। यहाँ उयो भन्छ यसको पनि त्यही हो। उसको त्यही हो। कल पर्छ।